हेलो एभ्रिवान, आज फेरि हामी यो टाङ्गी बिचाएको छौँ। यहाँको ठाउँको बारेमा त मैले भन्नु पर्दैन, साह्रै राम्रो हावा छ र Wow, what a nice weather. Blue sky, hawa sararara. Wow, fantastic. ओके एभ्रिवान, अब चाहिँ हामी यहाँ स्विमिङ गर्न भनेर चाहिँ रेडी हुँदैछौँ। यहाँनिर चाहिँ अब आर्या र उसको मम्मी यहाँनिर स्विमिङ जानको लागि रेडी हुँदैछ। ओके एभ्रिवान, अब हामी स्विमिङ गर्न गइरहेको छौँ। ला के हो यो? के खान्छ चरा? म त मर्यो होला भनेको त। ओके एभ्रिवान, अब स्विमिङ गर्ने पानीदेखि निस्किनु मान्दैन हो। ए ल हाल्थ्यो त के गर्दो रहेछ। मुटुभरि छ तिम्रै माया देखाउन नि सक्दिन, आँखाभरि छ तिम्रै तस्बिर लुकाउन नि सक्दिन। मुटुभरि छ तिम्रै माया देखाउन नि सक्दिन, आँखाभरि छ तिम्रै तस्बिर लुकाउन नि सक्दिन। अब चाहिँ पानीको छालमा अब मै कस्तो लाग्यो है। पानीको छाल पनि धमिलो धमिलो हुन थालेछ। यत्रो धेरै पानीको छाल हानेर कति पानी खाइसक्यो, अझै खेल्नु छोड्दैन। वाउ, कति राम्रो बनाएछ यो जरुवा पानी। लो यो के तरिका हो माटोमा खेल्ने? अचम्मै भाइ। ओके एभ्रिवान, अब हामी जान्छौँ। हाम्रो चाहिँ यहाँनिर आजको रमाइलो डे चाहिँ स्पेन्ड भइसकेको छ। अब हामी ब्याक टु होम। बाई बाई।